यो चाहिँ नेचुरल होइन, यो चाहिँ टुरिस्ट प्लेस हो। यहाँ चाहिँ एकदम फ्यामिलीहरू अनि टाढा टाढाको मान्छेहरू आएर घुम्ने गर्छन्। तर यो चाहिँ सबै बनाएको हो। हाम्रो पाखा पोखरा जस्तो हाम्रोतिर जस्तो नेचुरल चाहिँ होइन है, तर पनि एकदम दामी देखिरहेछ पछाडिको यो सिनहरू। अनि अगाडिको सिनहरू पनि दामी छ। अहिले हामी चाहिँ साँझको बेला एकछिन यो टुरिस्ट प्लेसमा आएको छौँ एकजना साथीसँग, धेरै टाढाबाट यहाँ आएको। ल साथीहरू हेर्दै गर्नु होला, तर पनि यो नेचुरल नभए पनि राम्रो छ है, हेर्नमा चाहिँ राम्रो छ। आई एम प्लेइङ टुडे बिकज आई एम नाउ जस्ट 13-14 years old। द्याट्स वाइ चाहिँ अहिले भर्खर 13-14 वर्षको मात्रै भयो, त्यही भएर खेलिरहेको छु। अब बचपन अब त्योभन्दा ठुलो भन्यो भने त सुहाउँदैन खेल्नलाई, त्यही भएर खेल्दैछु है। जो साथीहरू भ्लगिङको टाइम हो, साँझको बेला। अहिले म चाहिँ भ्लगिङको लागि बाहिर निस्किँदैछु साथीहरू। साथै आज चाहिँ डे अफको कारणले पनि एकछिन भ्लग गर्नु पर्यो भ्लगिङको लागि भनेर म चाहिँ बाहिर निस्किएको हो होइन। साथसाथै तपाईँहरू मेरो भ्लगमा नयाँ हुनुहुन्छ भने यसो हेर्नु होला, सपोर्ट गरिदिनु होला है त। ल साथीहरू, मसँग आउने एकजना साथीले चाहिँ घडी लाने अरे, घडी मन पराएको छ अरे, त्यही भएर अलिकति राम्रो यो घडीको मार्केटमा हामी दुईजना चाहिँ छिरेका छौँ। साथी चाहिँ अगाडि गएर घडी छान्दैछ, म तपाईँहरूलाई देखाउने छु कुन कम्पनीको कुन ब्रान्डको घडी लानेछ है त। घडी चाहिँ एकदम राम्रो खालको ठाउँमा आएको छौँ हामी चाहिँ। देख रहे आप? कभी देख रहा है यार, लीजिए है ना, आज डिस्काउंट चल रहा था, मैंने इंस्टाग्राम पे देख। ल यो सबै भनेपछि 200 को अरे यहाँको। साथीले हेर्दैछ, तपाईँलाई कुन चाहिँ मनपर्छ हेर्नु होला है त। फाइनली हामी दुईजना चाहिँ निस्किसक्यौँ सबबाट पनि। साथीले एउटा लिइसकेको छ, ऊ पनि अब घर जाने बेला हुँदैछ नि त, त्यही भएको कारणले साथीले चाहिँ हल्का सपिङ पनि गर्दैछ। यहाँ अगाडि पनि केही सामान लिने अरे, त्यही भएर साथीले चाहिँ हेर्दैछ। पछि भ्लग गर्दै हिँडिरहेको छु। ल फेरि पनि ह्यान्डसम आइसक्यो, ह्यान्डसम बोय केटाहरू आइसक्यो। तपाईँहरूलाई ल टक्कसँगले होइन पानी, यो पानीहरू उठिने ठाउँमा चतर बोलिराखेको मेरो बोली सुन्दा तपाईँहरूलाई एडिटेटिङ फिल हुनसक्छ, तर पनि मेरो ब्याकग्राउन्डको सिन हेरेर तपाईँहरूले इन्जोय गर्नु होला। मेरो बोली सुन्न मन नलागे पनि तपाईँहरूलाई चाहिँ, मन नपरे पनि मेरो बोली चतर सुने पनि तपाईँहरूले चाहिँ यो मेरो पछाडिको ब्याकग्राउन्ड सिन हेरेर तपाईँहरूले चाहिँ इन्जोय गर्नु होला। कस्तो दामी छ, पानीहरू फुट उफ्रिरहेछ, तर पनि अलिकति हामीलाई चाहिँ अलिक कम्फर्टेबल भइरहेको छैन भिडियो गर्नुको लागि, किनभने यहाँ चाहिँ फ्यामिली प्लेस हो। दर्शकगिरीहरू, यहाँ चाहिँ जति राम्रो पानीको आए पनि जति जस्तो देखिए पनि यो चाहिँ नेचुरल होइन, यो चाहिँ टुरिस्ट प्लेस हो। यहाँ चाहिँ एकदम फ्यामिलीहरू अनि टाढा टाढाको मान्छेहरू आएर घुम्ने गर्छन्। तर यो चाहिँ सबै बनाएको हो। हाम्रो पाखा पोखरा जस्तो हाम्रोतिर जस्तो नेचुरल चाहिँ होइन है, तर पनि एकदम दामी देखिरहेछ पछाडिको यो सिनहरू। अनि अगाडिको सिनहरू पनि दामी छ। अहिले हामी चाहिँ साँझको बेला एकछिन यो टुरिस्ट प्लेसमा आएको छौँ एकजना साथीसँग, धेरै टाढाबाट यहाँ आएको। ल साथीहरू हेर्दै गर्नु होला, तर पनि यो नेचुरल नभए पनि राम्रो छ है, हेर्नमा चाहिँ राम्रो छ। ल साथीहरू, आज चाहिँ हामी किनभने यहाँ के गर्न आएको छौँ भने वर्ल्ड कप चलिरहेछ, त्यही भएर एउटा दामी कफी सपमा आएको छौँ। कफी खाँदै अब आज चाहिँ यहाँ कफी खाँदै टक्कसँगले वर्ल्ड कप हेर्नेछौँ। इधर दिखा दो भाइ, इधर ग्लास ठुलो लगाएको छ। अब यहाँ वर्ल्ड कप चलिरहेछ। अब यहाँ वर्ल्ड कप हेर्दै सिन पनि एकदम दामी छ। सिन कैसा दिख रहा है भाइ? एक नम्बर। ल साथीसँग आज चाहिँ हामी एक नम्बर दामी ठाउँमा कफी खाँदै आज हामी यहाँ अब भ्लगिङ गर्दै
वर्ल्ड कप हेर्नेछौँ आज हम इन्जोय करेंगे नै इधर ही आज यहाँनिर हामी दुईजना चाहिँ टक्क बसेर कफी खाँदै वर्ल्ड कप हेर्नेछौँ इधर वर्ल्ड कप ल साथीहरू कस्तो ठाउँ छ कस्तो छ तपाईँहरू कुन कुन टिमलाई के अरे सपोर्ट गर्दै हुनुहुन्छ यसो कमेन्ट गर्नु होला आज चाहिँ अब यहाँनिर दामी चल्दैछ है दामी कफी सपमा ऊपर को भी दिखा दो भाई ये कैसा है सीन कैसा है सीन एक नंबर है यहाँ एक नंबर है ना ऐसे जगह पे हम आज दो आदमी मिल के कॉफी खा के एंजॉय करेंगे और क्या वर्ल्ड कप देखेंगे ना هلا مرحبا شنو تو طالع عيش يا ولد ये आप देख सकते हो कि हाफ टाइम खलास होने वाला है अभी नॉर्वे का और इंग्लैंड का मैच हो रहा है इधर यहाँ पे और हम इधर बैठ के यूट्यूब चैनल पे जो भी है वो सब्सक्राइब करो उसकी ये अभी हाफ टाइम हो गया है इंग्लैंड वर्सेस नॉर्वे मैच चल रहा है 1-1 हो गया अभी ब्रेक चल रही है अभी ये देख सकते हो आप और हम इधर ये एंजॉय कर रहे थे बस यही कहना चाहते कि टीजे भाई को सपोर्ट करो ज़्यादा से ज़्यादा इसको मेहनत कर रहा है बंदा बस ये देख सकते हो आप इधर ल साथीहरू म्याच पनि हाफ टाइम भइसकेको छ नर्वे र इङ्ल्यान्डको 1-1 भइसकेको छ अहिले चाहिँ हाफ टाइम भएर पनि अहिले प्लेयरहरू ग्राउन्डमा आइसकेका छन् हामीहरू चाहिँ यहाँ हेर्दै इन्जोय गर्दै पानी सानी पिउँदै गरिरहेछौँ पानी पनि ठुलो बोतलमा छैन सानो बोतलमा पानी पिउँदै बसिरहेछौँ यहाँ पुरै ठुलो मान्छेहरू पनि आएर यता अलिक आइरहेछन् गर्मी भइरहेछ यो पानी हो पानीले माथिबाट छर्काइरहेछ क्या मैंने कि नहीं हाँ अच्छा क्या See guys, this is my new hotel here. गर्मी भएको कारणले भित्र पनि फुल छन् बाहिर पनि फुल छ हामी दुईजना चाहिँ अघि नै यहाँ माथि आएको अलिक माथि आइसकेको हो तर अलिक ठुलो मान्छे आएको कारणले चाहिँ हामी दुईजना चाहिँ अलिक छेउमा आएको छौँ ल साथीहरू ल तपाईँहरूको कुन देशलाई तपाईँहरू सपोर्ट गर्ने हो टक्क कमेन्ट गर्नु होला हामी दुईजना चाहिँ टक्क आज ब्रेक टाइम सँगै भएको डे अफ भएको कारणले आज चाहिँ हामी दुईजना गेम खेल्ने कफी खाने गेम हेर्ने कफी खाने भनेर बाहिर आएको बसिरहेछौँ ल साथीहरू ल हेर्दै गर्नु होला